साथीहरू यहाँ सबैलाई नमस्कार। म रामप्रसाद गेवाली, म क्यालिफोर्नियाबाट हो। नेपालमा मेरो गुल्मी अनि पोखरामा कर्मथलो बनाएर यहाँ आएको 11 वर्ष भयो है। आज म यो भिडियोमा म के भन्न चाहन्छु भने मान्छेले चाह्यो भने गर्न नसक्ने कुरा केही पनि छैन है। हामीले के भन्दै आएका थियौँ भने A + B + C इज अलवेज ग्रेटर देन एक्स। त्यो भनेको के हो? A भनेको एटिट्युड, B भनेको बिहेभियर, C भनेको कमिटमेन्ट। यी तीनटा चिजको संयोग एक्स भनेको मनी अथवा मेटेरियल्स, त्योभन्दा जहिले पनि ठुलो हुन्छ। तर तपाईँले केही नयाँ काम गर्न चाहनुभयो भने तपाईँलाई पैसा साधन स्रोतको त्यहाँनिर कमी भयो भन्ने कुरा हुँदै हुँदैन। तपाईँको इच्छा शक्ति मनमा छ भने उपाय निस्किन्छ। वेयर देयर इज विल देयर इज वे होइन। मैले प्रसङ्ग चाहिँ यो ग्लोबल अनलाइन बिजनेसको जोड्न खोजेको हो। अनि यो बिजनेस चाहिँ घरमै बसेर गर्न सकिने, म एक्स्ट्रा 2-3 घन्टा लगाएर केही काम गरौँ, अतिरिक्त आम्दानी गरौँ, मेरो चाहिँ फाइनेन्सियल निडहरू पुरा गरौँ, 2-4 पैसा बचाएर भ्याकेसनमा जाउँ, केटाकेटी परिवारको लागि गरौँ, समाजको लागि पनि केही कन्ट्रिब्युसन गरौँ होइन। र आफ्नो चाहिँ अहिले भइरहेको अवस्थामा अलिकति परिवर्तन ल्याउँ, आर्थिक समृद्धि, टाइम फ्रिडम, फाइनेन्सियल फ्रिडमको खोजीमा हुनुहुन्छ भने यो व्यवसाय एउटा महत्त्वपूर्ण अवसर है। घरबाटै गर्न सकिने, घरमै बसेर बाहिर घुम्दा, बसमा यात्रा गर्दा, कहीँ जाँदा, देश विदेश जहाँ पुग्दा पनि गर्न सकिने, संसारभरि फेरि एउटा देशबाट अर्को देशमा जसले जहाँ पनि जुन तरिकाले पनि गर्न सकिने त्यस किसिमको एउटा लिगल लेजिट बिजनेस छ होइन। 2,70,000 भन्दा बढी व्यक्तिहरू यसमा जोडिसक्नु भएको छ। हजारौँको सङ्ख्यामा नेपालीहरू पनि यसमा सहभागी भएर आफ्नो जीवनमा परिवर्तन ल्याउनु भएको छ। आफ्नो व्यवसायको आफै मालिक बन्न पाइने एउटा महत्त्वपूर्ण अवसर चाहिँ यो बिजनेसमा छ। हजुरहरूलाई पनि उपयुक्त लाग्छ। म पनि केही गर्छु, दिनको 2-3 घन्टा 2-4 घन्टा एक्स्ट्रा सुरुवातमा एउटा पार्ट टाइमबाट सुरु गरेर केही गर्छु भन्ने यहाँलाई लाग्छ भने यहाँहरू यसमा जोडिन सक्नुहुन्छ, मलाई रिच आउट गर्न सक्नुहुन्छ। अनि एउटा सिस्टम हो, बिजनेस एउटा कम्युनिटी हो, यसमा संलग्न हुने हो, त्यहाँबाट बुझ्दै आफ्नो कन्फिडेन्स बढाउँदै अगाडि बढ्ने हो। हामीले गर्ने भनेको मात्र चाहिँ एउटा एट्र्याक्सन मार्केटिङ हो, इनबाउन्ड मार्केटिङ हो। र हामी इन्टरनेट वाइफाई थ्रु मात्र एउटा सेलफोन एउटा कम्प्युटर भएपछि संसारभरि नै हामी यो व्यवसाय गर्न सक्छौँ। हामीले लाइसेन्स प्राप्त एउटा बिजनेस ओनर तपाईँ बन्न सक्नुहुन्छ। कुनै चाहिँ बढी परीक्षा दिएर अङ्ग्रेजी भाषाको दक्षता बढी हुनुपर्ने, यो आइटीमा एक्सपर्ट हुनुपर्ने त्यस्तो केही जरुरी हुँदैन। जसले पनि गर्न सक्नुहुन्छ। भेरी इजी होइन। यो छ, यसमा यहाँहरू रिच आउट गर्न सक्नुहुन्छ। र मेरो चाहिँ एउटा वेबसाइट चाहिँ www.ramgewali.com छ। त्यहाँ गएर भिडियोहरू हेर्नुहोस् र हजुरहरूलाई राम्रो लाग्छ भनेदेखि अगाडि बढ्न सक्नुहुन्छ, जोडिन सक्नुहुन्छ। आजलाई यति नै कुरा राखेँ। सुनिदिनु भएकोमा, हेरिदिनु भएकोमा धेरै धन्यवाद। बाई बाई। हेभ अ नाइस डे।